Hello everyone, good morning, welcome back to my YouTube channel. हजुरहरूलाई स्वागत छ हाम्रो आजको भ्लगमा। आज हामी सुन्दरजल जाँदैछौँ हाम्रो घर बनाउनलाई क्या। होइन त्यस्तो होइन हौ, हामी चाहिँ घुम्न जाँदैछौँ गाइज। अनि बिहानै गएको आज चाहिँ हामी, अहिले बिहान 6 बज्दैछ भन्दा देखो अब यहाँ हुनुहुन्छ हाम्रो अङ्कल। चल्दैको अब गाइड हामी चाहिँ फाइनली पुगिसक्यौँ। हाई गाइड, हामी चाहिँ यहाँ एन्जिलाकोमा पुगिसक्यौँ। अनि एन्जिला चाहिँ स्कुल जान रेडी भइसक्नुभयो। हेलो गरिदिनु न अनि छ्याम कुकमेन हो। छ्यामा चाहिँ थुक्पा बनाउनु हुँदैछ। खाने मान्छे सिगान आइसक्यो एन्जिला। खोइ बुझ्नु पर्छ। गाइड हामी चाहिँ जाँदैछौँ स्कुल। के धरो कचक धरो आपका अरू चक्लेट धेरै खाँदैन। बरु स्कुल देखाएपछि म किनिदिन्छु हस्। यहाँ उठ्नु न, म फोटो खिचिदिन्छु तपाईँको राम्रो राम्रो। यहाँ माथि उठ्नु त। थुप्पो खान लागेको गाई छ्याम चाहिँ छ्यामल चाहिँ खाइसक्नु त। हामी चाहिँ बाँकी छौँ भन न। हामी चाहिँ खानु खाएपछि ज्याममा हो त फेरि लोकागर तिनी चोरेर थुप्पा खोर्सानी त्यहाँ छ मिठो। खोर्सानी पिरो हुँदो रहेछ आज थाहा भयो। खोर्सानीको ढिँडीभित्र दाना कसले बनायो? छोराछोरी यति भएको। हामी त बिहा गरेर त खोर्सानी टोक्दैनौँ न। किनकि भनेको बुढाले बुढी टोक्छ अरे, बुढीले बुढा टोक्छ। त्यही भएर बुढी टोक्छ भने नखाउँला नि। यस्तै खाऊ है अर्केला। गाइस हामीले चाहिँ थुक्पा पनि खाइसक्यौँ। अब हामी चाहिँ जान्छौँ घुम्न। भन्दा नि के भन्नु, घर बनाउन जानु लागेको। घर होइन हौ, This is बाइकको चाबी। ये बुनिङ छ्यामा
छ्यामाले त के बुन्न आउँछ टोटो पनि आफै बुनेर लानु भएको उल्टे लानु भएको छ हौ आफैले बनेको हो र उल्टो लाग्यो ए त्यस्तै हो त्यस्तै हो यो ए म चाहिँ अर्को भन्दै थिएँ यो अर्कै पो लानु भएको यस्तो गरिदिएको चाहिन्छ भने फुलवाला। सम्पर्क गर्नु होला प्लिज चाहिँ म सम्पर्क गर्नु होला गोटाको 25 रुपियाँ 25 रुपियाँ त पाइँदैन होला हो यस्तो मेहनत गरेर बनाएको छ तर राम्रो छ सुल्किन्छ त्यो सुल्किँदैन यो झन्ड्याउने हो ठिक फुल हो यसमा यहाँनिर लाउने बाँकी छ फुलहरू हो काट्ने चिज नभएर हो गाइस हामी चाहिँ अब जान्छौँ त्यहाँपट्टि हामी चाहिँ किन जान लागेको त भन्दाखेरि हामी चाहिँ घुम्न जान लागेको पछाडि आउँदैछ है तपाईँहरूको साथी झर्ने हो नि त हो कति त जाने बाटो सिधै तल कत्रो स्वर छ यसको छ्यामाले हामीलाई गलत बाटो लानुभयो हामी फर्किँदैछौँ हामी सही मान्छे हो तर हिँड्छ गलत बाटो हामी सही मान्छे हो तर हिँड्छ गलत बाटो होइन ल के हो हामी देखा फेरि बोल्नु त यो हो पहेँलै फुल्ने तुरीबारी छाडा हुनुहुन्छ क्या उहाँ एकदम साथीहरु त यस्तो पो रहेछ यो त जाड खाँदैछु भने टेस्ट गरौँ म न जाम खाएको होइन ल मैले चाहिँ अचार चाटेको हामी यो मेरो देखो न होइन देखो न यो मेरो होइन ए मिठै रहेछ एकै ठाउँ खानु नि जुन केही हुँदैन हाम्रो टेस्ट गरौँ न आउनु फोटोको दिन ल मलाई अलग्गै खान आउँदैन मलाई भाइलाई चाहिँ यहाँ निकालिदिउँ भने हामी खाऊँ न त तिनजनालाई केही हुँदैन ऊ यसरी खान्छ म बिर्सिन्छ कि यसरी खानु खानु ल अब के हुँदैन टेस्ट चलेगा त्यस गर्नु है देखो न देखो न देखो न ल्याउँ न चलाउ न अँ ल्याउँ न तपाईँको पनि मेरो नि ल्याउ न ल ए दिने होला अनुहारले देखाउनु है मलाई त चिन्दैन कसै दिदीलाई चिन्दैन म चिन्दैन होइन चिन्दैन मलाई चिन्दैन सट्टै खाइहाल्नुहुन्छ एक गिलास। आँखा हेर्नु न पातलो पनि पाएन अर्कै हो के यो हेर्दा हेलो गाइस